धन्यवाद। कार्य सम्पादन समिति का सदस्य एवं मान्य दीपक बहादुर सिंह। भ्रष्टाचारी मुर्दाबाद, उक्खन-टुक्का मुर्दाबाद। याद कर सरकार, याद कर, सडकमा होस् संसदमा होस्, यो भ्रष्टाचारीका विरुद्धमा खडा हुन्छौं, चाहे छातीमा तातो गोली हान, 1 इन्च पनि पछाडि डराएर बस्दैन। त्यही भएर साथियो, यो आन्दोलनको सुरुवात हो, यो आन्दोलनको सुरुवात हो। 15 गते जस्तो आज घुसपैठ गरेर काहीँ छिराएर यो आन्दोलनलाई भाँडाउन सोचेका छौँ भने दिवा सपना हो। हाम्रा स्वयंसेवकले च्यापापै समाएर ढ्याक्कै पैसा बुझाउँछन्, त्यो कुराका साथ सबै साथीहरूले दुई हात उठाउनुहोस्, आन्दोलनका लागि तयार हो, तयार हो। भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद। देशले 1 खर्ब 30 अर्ब रुपैयाँ क्षति बेहोरो आजको मूल्यलाई यदि मापदण्ड गर्ने भने 5 खर्ब रुपैयाँ यो देशको भौतिक संरचना ध्वस्त पार्यो। यसको ब्याज सहित प्रचण्डको सम्पत्तिबाट हडलुपन गर्नुपर्छ। के परिवर्तन भयो? प्रचण्डजीका छोरी मन्त्री, सांसद बुहारी मन्त्री, छोरी मेयर, भाइ जुवाई, छोरो नाति सबैलाई पदमा पुग्नका लागि यो देशले 305 खर्ब आजको मूल्यमा झन्डै 15 खर्ब 1500 अर्बको भौतिक क्षति भयो। यसको एक हिसाब माओवादीले तिर्न पर्छ। यो उनका साथ हामीले भन्न चाहन्छौँ। 1100 वटा ठुला र साना उद्योगहरू बन्द गराए। यदि यो डाटा फेक छ भने नेपालको कुन मञ्चमा आउँछौँ हामी तयार छौँ तिमीहरूसँग बहस गर्न। 1100 वटा ठुला र साना उद्योग बन्द गरायौ, 1 लाख भन्दा बढी घरेलु उद्योग बन्द गरायौ, 6 लाख भन्दा बढी मान्छेलाई बेरोजगार बनाएर आज विदेशमा बेल्चा अन्न बनायौ। यसैका लागि हो तिम्रो क्रान्ति। हामी यो चाहन्नौ देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउँछौँ। यी घुडा टेक्ने र र्याल काट्नेलाई सजाका लागि यो देशबाट बहिष्कार गर्छौँ। यो आन्दोलनका लागि हामी अगाडि बढिरहेका छौँ। म आज भन्न चाहन्छु, सुन्नुहोस्, तपाईले प्रति व्यक्ति आए 2044 सालमा, पत्रकार साथीहरूले पनि सुन्नुहोस्, प्रति व्यक्ति आए 2044 सालमा नेपालको $146 थियो भने हाम्रो छिमेकी राष्ट्र चीनको $284 थियो 2044 सालमा। आज चीनको प्रति व्यक्ति आए $24,360 छ भने नेपालको $1,456 छ। झन्डै 37 वर्ष अगाडि चीन जम्मा हामी नेपाली भन्दा $98 धनी थियो, तर आज $22,904 चीन अगाडि छ। तिमीहरूले देश लुट्यौ कि लुटेनौ यसबाट, यो डाटाबाट तिमीलाई थाहा हुन्छ। र अर्को, आज $1 बराबर नेपाली कति रुपियाँ हुन्छ? 137 रुपियाँ 58 पैसा हुन्छ। तर 2044 सालमा $1 बराबर 22 रुपियाँ 27 पैसा नेपालको करेन्सी थियो। यो इतिहास पढ्न सक्दैन भने हेर, तर जनतालाई झुटो बोलाएर तिम्रो यो लुटतन्त्र टिकाउने कोसिस बन्द गर। म यही अपिल र अनुरोध गर्न चाहन्छु। हेर्नुहोस् त, हामीले भेटेको खोकाहरू, अश्रु ग्यासका सेलका त्यो बोक्राहरू जहाँ एक्सपायरी डेट 2008 लेखेको छ, 2010 लेखेको छ, 2012 लेखेको छ, त्यो नक्कली हो। दुर्गा पर्साईहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो त्यो। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ? हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्सपायर भएको हुन्छ भनेर भन्छ। ल, म भन्न चाहन्छु, प्रहरी भएर बस्नुपर्छ, कुनै राजनैतिक दलको भातृ संगठन भएर बस्ने होइन। तपाईलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरू सधैँ सत्तामा हुँदैनन् र तिनीहरूको सधैँ हालिमुहाली चल्दैन। यो कुरा याद राख्नु। प्रहरी भएर बसोस्। फेरि पनि भन्छु, हिंसात्मक राजावादीको हिंसात्मक प्रदर्शन भनेर लेख्ने पत्रकार
प्रसारण गर्ने पत्रकारहरूलाई म आलोचना त गर्दिन, म तुलनात्मक रूपमा अरूको आलोचना नगर्ने र रुखो नबोल्ने मान्छेमै पर्छु। तर त्यो प्रदर्शनलाई हिंसात्मक भन्नको लागि, प्रदर्शनकारीहरू हिंसात्मक थिए भन्नको लागि यत्रो दिनसम्म एउटा पनि प्रदर्शनकारीहरूको पक्षबाट एउटा पिस्तोल किन पक्राउ परेन, एउटा लाठी किन पक्राउ परेन? कुनै प्रदर्शनकारीसँग एउटा लाठी भएको कुनै भिडियो क्लिप छ? कुनै प्रदर्शनकारीले लाठी लिएर आएको थियो त्यहाँ? तपाईले यहाँ अश्रु ग्यास हान्नुभयो भने यहाँ बसेको मान्छेले कुर्सीले भेटे कुर्सीले हान्छ, ढुङ्गाले भेटे ढुङ्गाले हान्छ नि त तपाईलाई। अनि यिनीहरूलाई यो अहिले बसेका मान्छेलाई तपाईले हिंसात्मक भए भनेर भन्न मिल्छ? अनि ती प्रदर्शनकारीहरू हिंसात्मक हुन्। सबभन्दा पहिले अश्रु ग्यास कसले हान्यो? सबभन्दा पहिले गोली कसले चलायो? मानवाधिकारवादी संस्थाहरू कहाँ छन्? मानवाधिकारको ठुल्ठुला कुरा गर्ने बुद्धिजीवीहरू कहाँ हुनुहुन्छ? 15 गतेको प्रदर्शनलाई हिंसात्मक भन्नेहरू, फेरि पनि भन्छु, त्यो प्रदर्शनकारीसँग एउटा लाठी किन देखाउन सक्नुहुन्न आजसम्म तपाईहरू? त्यसकारण म सञ्चारकर्मी साथीहरूलाई, खास गरी यो देशका ठुला सञ्चारगृहहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। अब समय बदलिएको छ। अब 2-4टा सञ्चारगृहको हातमा मात्रै यहाँको सूचना अब नियन्त्रणमा राख्ने दिन गयो। अहिले व्यक्ति सम्पादक भइसक्यो। त्यसकारण देश हाम्रो पनि हो, त्यो प्रदर्शनमा आउनेहरूको पनि हो। तपाईं सञ्चारगृहहरूलाई गणतन्त्रै मनपर्छ होला, राज संस्था मन पर्दैन होला, तर यो देश राज संस्था हुनुपर्छ, राजा हुनुपर्छ भन्नेहरूको पनि हो।